ऐतिहासिक कालदेखि नै डोरीको प्रयोग हुँदै आएको छ। प्राचीन कालमा डोरी शिकार खेल्न, तान्न, बाँध्न, जोड्न, बोक्न, उठाउन, आरोहण गर्न आदि कामको लागि प्रयोग गर्दै आएको र अहिले पनि हामी साधारणतया डोरीलाई त्यस्तै कामका लागि प्रयोग गरिरहेका छौँ। सानो सानो रेसाहरू, फाइबरहरू धागो हुँदै जोड्दै लामो बनाएर बाँध्ने तथा सुसम्बन्धी काम लिन सकिने वस्तुलाई हामी डोरी भन्ने गर्दछौँ। डोरीका लागि सामान्य प्राकृतिक फाइबरहरू जस्तै कपास, जुट, पराल आदिको आवश्यकता पर्छ। डोरी धेरै प्रकारका हुन्छन्। डोरी अहिलेको अवस्थामा विभिन्न प्रकारका आधुनिक डोरीहरू उपलब्ध हुँदै आएको भए तापनि पहिला पहिला मानिसहरूले विभिन्न प्राकृतिक वनस्पतिहरूको माध्यमबाट डोरी तयार गर्दथे। जस्तै रुखहरूको हाँगाहरू, घाँसहरू बाटेर, बोक्राहरूबाट आदिबाट बनाउँथे। तर गाठाहरू सिक्दै जाने र बनाउँदै जाने हो भने सयौं प्रकारका हुन्छन्। ती स्काउटमा बनाउने गाँठो, बाँध्ने तरिका, गाँठोहरूको बनावट र प्रयोग हुने आधारमा सयौं गाँठोहरू भए तापनि स्काउटिङ क्षेत्रमा गाँठो भन्नाले जति पनि सिक्ने, सिकाउने र प्रयोगमा आउने भासो, घेरा, फन्का, ल्यासिङ, विपिङ आदिलाई पनि गाँठो नै भन्ने गरिएको छ।